जनताले राजाको टाउको काटेनन्, यसमा तिमी खुसी हौ र अलिकति उछलकुद अझ बढी गर्यो भने जनताले टाउको काट्न पनि सक्छन् भनेर अहिले धेरै गणतन्त्रवादीहरू राजावादीहरूलाई यसरी धम्काइरहेका छन्। तर गणतन्त्रवादीहरूले के बुझ्न जरुरी छ भने जनताले अहिलेसम्म गणतन्त्रवादीको पनि टाउको काटेको छैन। यसमा पनि तपाईहरु खुसी हुनुपर्छ। तपाईहरुले त्यस्तो आशा लाग्दो भयंकर जनतालाई खुसी दिने काम केही पनि गर्नु भएको छैन, जुन गर्न सक्नुहुन्थ्यो तपाईहरुले। र यही चाल रहिरह्यो भने भोलि के हुन्छ भन्न सकिदैन। टाउको राजाको मात्र काटिदैन, टाउको गणतन्त्रवादीको पनि काटिन सक्छ र यो बीचबाट नयाँ शक्ति उत्पन्न हुन सक्छ। नयाँ एक खालको त्यो डिक्टेटर पनि हुन सक्छ र त्यो कुनै लोकतान्त्रिक शक्ति पनि हुन सक्छ। यो कुरामा पनि मध्यनजर राख्न म गणतन्त्रवादीहरूलाई पनि अनुरोध गर्छु। इतिहास राजाको टाउको काटिएको मात्र छैन। तपाईहरु बेलायतका उदाहरणहरू दिनुहुन्छ, चार्ल्स प्रथमका उदाहरणहरू दिनुहुन्छ। तपाईहरु चार्ल्स प्रथमले संसदको अधिकारहरू कटौती गर्न थालेपछि उनलाई राष्ट्रिय शत्रु घोषणा गरियो र एक किसिमले भन्ने हो भने उनलाई फाँसी दिइयो। त्यसको नेतृत्व गरेका थिए ओलिभर क्रमवेलले। र मुख्य कुरा के छ भने जब उनको शासन सत्ता आयो उनले पनि आफूलाई कुनै राम्रोसँगले शासन चलाएनन्। उनले कमनवेल्थ अफ इङ्ल्यान्ड भन्ने घोषणा गरेर आफूलाई उनले एक किसिमले भन्ने भने लर्ड प्रोटेक्टरको रूपमा, तानाशाह राष्ट्रपतिको रूपमा स्थापित गरे। र त्यो तानाशाह राष्ट्रपतिको रूपमा उनले आफूलाई स्थापित गरेपछि उनले निरङ्कुशता चलाए र जनतालाई डेलिभरी दिने कुनै पनि काम गरेनन्। त्यो शासन सत्ता खस्किँदै गयो। उनका छोरा रिचार्ड क्रमवेलले शासन सत्ता लिए, उनी असफल भए र बिस्तारै बिस्तारै संसदवादी सबै असफल हुँदै गए र फेरि द्वन्द्व भयो र चार्ल्स द्वितीय, तिनी चार्ल्स प्रथमका छोरा सत्तामा आए र उनले फेरि यसरी नै ती सबैलाई फाँसी दिएका छन्। फाँसी कसरी दिएको छ त्यो पनि बडो डरलाग्दो अवस्था छ। यसो हेर्दाखेरि त हामी त इतिहास त त्यो मात्रै पढ्छौं नि त, हैन? थोमस हेरिसन भन्ने थिए सैनिक प्रमुख, संवैधानिक संसदीय पक्षका। तिनको भुँडी चिरेर मारेका थिए राजावादीहरूले पछि आफू सत्तामा आइसकेपछि। भुँडी चिरेर, आन्द्रा भुँडी चिरेर मारेका थिए। जोन कुक थिए जसले राजालाई मुद्दा चलाएका थिए। ती मुद्दा चलाउने तिनलाई पनि फाँसी भएको थियो। अर्का थिए हेनरी भेन भनेको चाहिँ त्यो क्रमवेललाई अलिकति प्रशिक्षण दिने रणनीतिकार भन्नुपर्छ त्यसलाई, पछि शक्तिमा पनि थिए। तिनलाई पनि त्यसरी नै मारिएको थियो, फाँसी दिएरै मारिएको थियो। त्यो ओलिभर क्रमवेल थिए नि जसले चार्ल्स प्रथमलाई फाँसी दिएर आफूलाई राष्ट्रपति जस्तो घोषणा गरेका थिए। ती त मरेर गए पछि चार्ल्स द्वितीय आउँदाखेरि, तर तिनको च्यानबाट तिनको अस्थिपञ्जर निकालेर तिनलाई फाँसी दिएको थियो क्या। त्यसकारण गणतन्त्रवादीहरूले पनि यो कुरा मनन गर्न जरुरी छ र जनताका सरोकार राख्ने विषयमा अलिकति गम्भीर हुन जरुरी छ। आर्थिक उन्नति गर्न जरुरी छ। यहाँ रोजगारीको अवस्था सिर्जना गर्न जरुरी छ। लाखौं लाख मानिस बाहिर जाने होइन, स्वास्थ्य फेरि शिक्षा फेरिलाई बलियो गरी लागू गर्न जरुरी छ। यहाँ मान्छेहरू भोकभोकै मर्ने अवस्था छ, त्यो अवस्थाबाट जनतालाई मुक्ति दिन जरुरी छ। र ती कुराहरू विकासका पूर्वाधारमा अलिकति गम्भीरतापूर्वक तपाईहरु सबै लाग्न जरुरी छ। खाली तपाईहरु सत्ताको लागि मात्र कुद्ने होइन, कसरी सत्ता प्राप्त गर्छु त्यसैको लागि मात्र। त्यसकारण इतिहास एकतर्फी मात्र बुझाउन खोजेर हुँदैन, दुईतर्फीको बुझाउनु पर्छ। तपाई अब अर्कोतिर भन्नुहुन्छ उता फ्रान्सको राज्य क्रान्तिको कुरा पनि तपाईहरु गर्नुहुन्छ खूबसँगले। लुई 16औँलाई त गिलोटिनमा हालेर काटेर मारेको भन्नुहुन्छ। हो, सही हो। फ्रान्समा पनि राज्य क्रान्ति भइसकेपछि त्यहाँ पनि उपद्रो नै थियो। ती लुई 16औँको अति निरङ्कुश थिए। जसरी हाम्रो ज्ञानेन्द्र राजा निरङ्कुश थिए, निरङ्कुशतापूर्वक शासन गर्न खोजे यिनले, जुन अवसर आएको बेला यिनले मौकाको सदुपयोग गरेन। यी लुई 16औँ पनि त्यस्तै थिए। जनता भोकले मरिरहेका थिए, तर तिमीहरूले पाउरोटी खिर पनि खान पाएनौ भन्ने रानी थिइन् मेरी एन्टोनिएट। अस्टिलको किल्लामा पहिलोपटक आक्रमण गरेर सारा राजबन्दीहरूलाई छुटाए गणतन्त्रवादीहरूले। त्यहाँ आक्रमण भयो, क्रान्ति भयो। क्रान्तिको सुरुवात त्यहाँबाट भएको थियो। र 1791 को कुरा हुनुपर्छ यो। भाग्न लाग्दाखेरि जनताको शत्रु भनेर
घोषणा गरियो लुई 16औँलाई र रानी मेरियटलाई गिलोटिनमा काटेर मारियो। तपाईँहरूलाई थाहा छ कि छैन? यो राजावादीहरूलाई भनेको मैले। गिलोटिन भनेको चाहिँ कैँची जस्तो हुन्थ्यो, तल पनि धार माथिबाट काट्ने, त्यस्तो गिलोटिनमा हालेर राजा रानीलाई गिलोटिनमा हालेर मारियो। गणतन्त्रवादी नेता थिए रोबेस्पियर। अब यो रोबेस्पियर भन्ने मान्छे जब सत्तामा आयो, यो यति निरङ्कुश, यति बदमास, यति खालको आतङ्कवादी अराजक रहेछ। यो मान्छेले राजा रानीलाई मात्रै काटेर मारेन क्या। यो मान्छेले 16,000 मान्छेहरू चाहिँ राजावादीको नाममा 16,000 मान्छेलाई त्यो गिलोटिनमा काटेर मारो, 25,000लाई जेलभित्र हालेर मारो। रोबेस्पियर भन्ने यो गणतन्त्रवादी नेताले यसरी हत्या गर्यो। सबै डराए। अब सबै जनता पनि डराए र अरू नेताहरू पनि डराए। त्यस पछाडि यिनीहरू सबैले यो रोबेस्पियर भन्ने अनि भाषण गर्न गयो। उतापट्टि संसदमा भाषण गर्न जाँदाखेरि यो मान्छेलाई समाएर यसलाई पनि गिलोटिनमा हालेर काटे। फेरि जुनमा राजालाई हालेर काटेर मारेको थियो त्यसैमा हालेर मारे। त्यस पछाडि त्यहाँ नेपोलियनको उदय भएको छ। उता बेलायतमा संवैधानिक राजतन्त्र अलि व्यवस्थित भएर गयो त्यो हत्या हिंसापछि, र फ्रान्समा नेपोलियनको उदय भयो। नेपोलियनको उदयपछि के भयो त्यो कुरा छोडौँ, पछि गरौँला। नेपोलियनको उदय हुनुमा यो कारण छ। र यहाँबाट पनि भोलि नेपोलियन पनि निस्किन सक्छ नेपालमा। यो द्वन्द्व चल्दै गयो भने र यो तपाईँहरूको कमजोरीहरू देखिँदै गयो भने र तपाईँहरू जुन अहिले जनतालाई आर्थिक विकास गर्नुपर्ने, आर्थिक सुधारका कार्यहरू गर्नुपर्नेमा अब त्यही राजा देखाएर सबै हामीले बोल्न दिएको छ जनतालाई भनेर दिनका दिन 20 लाख मानिसहरू बाहिर जान थाले। अनि दलितका अधिकारहरू, जनजातिका अधिकारहरू सबै तपाईँहरू आफ्ना स्वास्नीहरूलाई, आफ्ना सालासालीहरूलाई मात्र उपभोग गराउन थाल्नुभयो। उनीहरूलाई पाएको मेरो स्वास्नी पनि त कमी नै हो नि भन्दै अनि सबै समानुपातिकमा आफ्नालाई हाल्ने, आफ्नै बुढी हाल्ने। मेरो त तामाङ नि हो नि भनौँ, अनि तामाङले आफ्नै बुढी हालो, आफ्नै साली राखो। यसरी तपाईँहरूले यो संसदीय प्रणाली, यो गणतन्त्रलाई विकृत बनाउँदै हुनुहुन्छ। तपाईँहरू रोबेस्पियर हुने बाटोमा अगाडि बढ्दै हुनुहुन्छ। यो कुरा पनि त बुझ्न जरुरी छ नि। त्यसकारण बिचमा हामी जस्तो मान्छेहरू यता पछाडि पनि फर्केन, एकदम दौडिने, तर दौडेर पछाडि जानको लागि दौडिन त सक्दैनौँ। हामी जस्तो मान्छे त, हामी त त्यति लठुवा त छैनौँ। त्यो रैतीहरू जुन सोचिरहेको छन् राजा ल्याएपछि सबै हुन्छ भनेर, त्यो त हामी जस्तो बौद्धिक मान्छे, म जस्ता सोच्ने मान्छे त छन् नि त। तपाईँ पनि मन परेको छैन, बाध्यता छ। अब उता पछाडि फर्किने पनि अवस्था छैन भनेपछि हामीले नयाँ विकल्प सोच्नुपर्छ कि पर्दैन? त्यसकारण हामी बिचमा नयाँ वैकल्पिक शक्ति, अब नयाँ वैकल्पिक शक्ति भएर आएको नेतृत्वको मान्छे नि अब सहकारी ठगीमा परिराखेको हुन्छ। उसलाई पनि कसरी विश्वास गर्ने जनताले? होला हावामा त लाग्छन्, राजाका पछि त लाग्छन्, कालो दिनहरू फर्काउन फेरि पछाडि फर्किन्छु, फेरि पुराना दिनहरू ल्याउँछु भन्नेका पछाडि त लाग्छन् भने अब सहकारी ठगका पछाडि पनि लाग्न त लाग्छन्, नलाग्ने होइन। तर स्थिति यो रहिराख्नु ठिक छैन। यो भयानक स्थितिको सूचक हो। त्यसकारण अर्कालाई गाली मात्र नगरौँ। इतिहास, दुवै पक्षको इतिहासहरू ध्यानसँगले पढौँ। अफगानिस्तानको पनि कुरा गरौँ एकचोटि। यो राजावादीलाई पनि हुन्छ, गणतन्त्रवादीलाई पनि हुन्छ। अफगानिस्तानमा पनि तपाईँले हेर्ने हो भने त्यहाँ पनि त कम भएको थिएन नि। अब त्यहाँका राजा मोहम्मद जहिर शाहलाई उनकै भाइ त्यो मोहम्मद दाउद खानले कु गरेर सत्ता लिएपछि त्यहाँ विकृति, विसङ्गति, तानाशाही, जसरी नेपालमा दरबार हत्याकाण्ड भएर पछि भाइले शासन लिए ज्ञानेन्द्रले, त्यसरी नै त्यहाँ कु गरेर लिए। मर्न त पाएनन् दाजु, भागे। तर त्यो कु गरिसकेपछि त्यहाँको स्थिति नाजुक भयो र त्यस पछाडि तालिबानीहरू आए। त्यहाँ तालिबानीहरूको आन्दोलन त्योभन्दा अगाडि त्यति सफल भएको थिएन। जब त्यो कु गरेर मोहम्मद दाउद खान भाइ चाहिँले सत्ता लियो, त्यस पछाडि तालिबानीहरू आए। त्यहाँ तालिबानीहरूको उदय भयो र त्यो राजालाई खेदे ती तालिबानीहरूले। जसरी नेपालमा दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहको उदय भयो र ज्ञानेन्द्र शाहको उदय भइसकेपछि तिनले जुन तानाशाही सुरु गर्न लागे, त्यसको कारणले नै यहाँ गणतन्त्रको र यो अवसर त हामीलाई आयो। यिनले त अवसरै दिएको भन्नुपर्छ हामीलाई। तर अनि त्यस पछाडि के भयो? ती राजा फेरि पछि जब तालिबानीहरूलाई तालिबानी खेदेपछि त्यहाँका नेता, त्यहाँका दल सबैले ती जो पहिलाका राजा थिए, अलिकति इमान्दार राजा थिए, जनताप्रति लोयल थिए, ती जहिर शाहलाई फेरि बोलाए, फेरि राजा हौ भने। तर उनी मानेनन्। होइन, म राजनीतिभन्दा बाहिर बस्छु भने। अब ज्ञानेन्द्र शाहलाई के महत्त्वाकांक्षा छ? उनको महत्त्वाकांक्षा देखिन्छ। उनको वक्तव्य हेर्दाखेरि त उनी कि पार्टी खोलेर आउनु पर्थ्यो, त्यो वक्तव्यले त्यही भन्छ कि पार्टी खोल्छु भनेर मलाई साथ दिनुहोस् भनेको, कि सबै
म तानाशाही व्यवस्था सुरु गर्छु, सबैजना आउनुहोस् डाङडुङ पाडौँ भनेको। त्यो दुईटाभन्दा त्यसको अर्थै लाग्दैन। संवैधानिक हुन्छु त भनेको छैन त्यहाँ। त्यो कारणले गर्दाखेरि तपाईँहरूको नियत ठिक छैन, न यता मान्छेहरू ठिक काम गरिरहेछन्। हामी मजेदारमा छौँ, एक खालका मान्छेहरू जो स्वतन्त्र रूपमा सोध्छौँ, हामी मजेदारमा छौँ। र स्वतन्त्र आवाजहरूलाई बुलन्द गर्न म देशभरिका नागरिकहरूलाई पनि अनुरोध गर्छु, यो चेपुवामा हामी पर्दैछौँ र यो चेपुवाबाट नयाँ शक्तिको उदय गर्नु छ र त्यो डिक्टेटर नबनोस् भन्ने हामीले चाहनुपर्छ। भोलि अहिले सेनामा तपाईँ कस्तो स्कुलिङ गर्दै हुनुहुन्छ, सेनामा नेतालाई चोर भन्छन्, प्रहरीमा सशस्त्रमा पनि चोर भन्छन् भनेपछि भोलि अलिकति विद्रोह भयो, त्यो सलाइको काटी बोल्यो भने तपाईँहरू विरुद्धमा तिनीहरू खनिन्छन् कि खनिँदैनन्? जनता त तपाईँहरूको विरुद्धमा छन् होला। अहिले राजाको डरले भोलि कालो दिनमा फर्किनु पर्ला भनेर मान्छेहरूले तपाईँको पक्षमा बोलिरहेको हुनसक्छ।